हजुरहरूले यो चिसो मौसममा यसरी तातो मिठो चिकन पाङ्ग्राको करी बनाएर खानुभयो त साथीहरू। मैले आज घरमा बनाएर खाएको थिएँ, एकदमै मिठो बनेको थियो। अनि हजुरहरूले पनि यसरी मिठो तातो चिकन पाङ्ग्रा करी बनाएर खानु भनेर यो रेसिपी शेयर गर्दैछु। सुरुमा त एउटा कराईमा थोरै बेसार पानीलाई उमाल्नु पर्ने हुन्छ। त्यसैगरी चिकन पाङ्ग्रालाई मज्जाले पखालेर बेसार पानीमा राखेर 8-10 मिनेट मज्जाले उमाल्नु पर्ने हुन्छ, जसले गर्दाखेरि यसमा भएको फोहोरहरू जानुका साथै यसमा भएको बोसोहरू पनि सबै निस्किन्छ। सबैलाई निकालेर चिसो बनाएर काट्दिनु होला। अब भने चाहिँ कराईमा थोरै तेललाई हिट गरेर जति पनि चिकन पाङ्ग्रा छ सबैलाई राख्दिनु होला र त्यसैगरी थोरै बेसार राखेर यसलाई एकचोटी मज्जाले भुट्नु पर्ने हुन्छ। मलाई चाहिँ यो चिकन पाङ्ग्रा एकदमै मज्जाले भुटेको मन पर्छ, जसले गर्दाखेरि यसको ब्याड स्मेलहरू सबै जान्छ। अब भने चाहिँ काटेको प्याज राखेर पनि एकचोटी मज्जाले भुट्नु पर्ने हुन्छ। हेर्नुस् त यतिको प्याज खैरो हुने गरी भुटिसकेपछि 1 चम्चा अदुवा लसुनको पेस्ट, थोरै जिराको धुलो, स्वाद अनुसार नुन, त्यसैगरी थोरै धुलो खुर्सानी, थोरै गरम मसला र मिक्स मसला राखेर यसलाई पनि केही बेर मज्जाले भुट्दिनु होला। मसलाहरू सबै पाकिसकेपछि अब भने चाहिँ सानो पिसमा काटेको गोलभेडा र थोरै हरियो खुर्सानी राखेर यसलाई पनि केही बेर मज्जाले चलाउँदै भुट्दिनु होला। अब भने चाहिँ थोरै पानी राखेर यसलाई छोपेर केही बेर पकाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि गोलभेडाहरू मज्जाले पाक्नको लागि हेल्प गर्छ। अब भने चाहिँ यसलाई एकचोटी फेरि मज्जाले चलाउँदै पकाउनु पर्ने हुन्छ। गोलभेडा र ग्रेभीहरू मज्जाले पाकिसकेपछि थोरै चप गरेको हरियो लसुन र धनियालाई राखेर मिक्स गरिदिनु होला। अब भने चाहिँ अन्तिममा झोलको लागि पानी एड गरेर यसलाई केही बेर पकाउनु पर्ने हुन्छ। त्यसपछि हेर्नुस् त साथीहरू, हाम्रो एकदमै मिठो तातो चिकन पाङ्ग्रा करी पनि रेडी हुन्छ। यसलाई चाहिँ हजुरहरूले तातो खानासँग खानु भयो भने चाहिँ एकदमै मिठो हुन्छ। अनि हजुरहरूलाई कतिको यो चिकन पाङ्ग्रा करी मन पर्छ कमेन्ट गर्नु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा